तपाईँ मलाई बोल्न लाउनुहुन्छ को मान्छे आगजनी गर्न पुगेका छन् कहाँ म नामेसी सहित तपाईँलाई भन्नु सक्छु। भनिदिनुहोस् न, प्रश्न भनिदिनुहोस्। होइन तपाईँ चाहिँ यति बेला प्रत्यक्ष प्रसारणमा छौँ हामी, भनिदिनुहोस्, आनन्दले म भनिदिनुहोस्। सार्वजनिक रूपमा भन्न चाहन्छु, भनिदिनुहोस्। नेपाली कांग्रेसको कार्यालय जलाउन को पुगेको थियो? तपाईँ भिडियोमा गएर हेर्नुहोस् न। अखिल क्रान्तिकारीबाट टियुमा सभापतिको उम्मेदवार भएर 3 भोटले हारेको प्रवीण दाहाल भन्ने मान्छे पुगेको छ। भिडियोमै छ। नेपाली कांग्रेसको कार्यालय जलाउन आऊ आऊ भनेर भनिराखेको छ। सिंहदरबार जलाउने कुराको नेतृत्व कसले गरेको छ? सायद सङ्गीत नाट्य प्रतिष्ठानको परिषद सदस्य के छन्, चेतन सापकोटा भन्ने व्यक्तिहरू चे गोबेरा जस्तो तारावाला टोपी लाएर पहिला एमालेको संसदीय दलको कार्यालय अनि चाहिँ सिंहदरबार जलाउने कुराका निम्ति अगुवाई गरेका यी नामहरू देखिया छन्। तपाईँले बानेश्वर हेर्नुभयो भने संसद भवनमा जथाभावी मुख छोड्दै गाली गर्दै आगजनी गर्न आऊ भनेर चाहिँ उकास्ने मान्छे को थियो? म 3 पुस्ता त भन्दिनँ, 2 पुस्ता भन्न सक्छु। मेरो पनि मित्रता थियो। क्षेत्र प्रताप अधिकारीको छोरा अमन प्रताप अधिकारी सायद कुनै खेलाडी हो। 6 दर्जन कलाकारहरू चाहिँ त्यो दिन यो आगजनीहरूमा चाहिँ सँगसँगै हिँडेका छन्। ती सबैका नाम चाहियो भने म सार्वजनिक गर्न सक्ने गरी छु, त्यो भन्न सक्छु। मैले स्पष्टीकरण दिइराखेका छन् त, थुप्रोले स्पष्टीकरण दिइराखेका छन् त। म होइन भन्दै पानीमाथिको ओभानो भनेका छन् त।